कहिले काहीँ तपाईहरूलाई पनि यस्तो लाग्छ होला, ममा खासै प्रतिभा छैन, त्यसैले म अरूभन्दा पछाडि छु। मलाई पनि पहिले यस्तै लाग्थ्यो, तर एक दिन गहिरो सोच्दा एउटा कुरा बुझे, यो संसारमा हामी सबैलाई एकै दिन 24 घण्टा नै हुन्छ। पक्कै पनि धनी गरिब सफल असफल सबैलाई बराबर समय हुन्छ। फरक यति मात्र हो, कोही समयलाई चलाउँछन् र कोही समयको पछाडि दौडिरहन्छन्। जस्तै दुईजना साथीहरू थिए, एकजनाले भन्थ्यो समय छैन भन्दै मोबाइल चलाइरहन्थ्यो, अर्कोले त्यही 30 मिनेटमा किताब पढ्थ्यो, स्किलहरू सिक्थ्यो, आफ्नो लक्ष्यतर्फ सानो भए पनि कदम चालिरहन्थ्यो। वर्षको अन्त्यमा एकजना उही ठाउँमा हुन्छ, अर्को जना धेरै अगाडि पुगिसकेको हुन्छ। त्यो फरक प्रतिभाले होइन, अनुशासन र समयको सही प्रयोगले बनाएको थियो। आजको एपिसोडमा हामी यही कुरा बुझ्नेछौँ, अनुशासन र समय व्यवस्थापनले साधारण मान्छेलाई पनि जीवनको खेल कसरी जिताउँछ भनेर जान्नेछौँ। यु क्यान विनको एपिसोड 8 मा तपाईँ सबैलाई हृदयदेखि स्वागत गर्दछु। आज हामी यस्तो विषय लिएर आएका छौँ, डिसिप्लिन एन्ड टाइम म्यानेजमेन्ट, सफल जीवनको मास्टर के। म इमान्दारिताका साथ भन्न चाहन्छु, यदि तपाईँको जीवनमा कहिलेकाहीँ आलस्यले जित्छ, काम सधैँ भोलिका लागि सर्छ र मनमा थाहा छ तर गर्न सक्दिन भन्ने भावना आउँछ भने यो एपिसोड तपाईँका लागि होइन, तपाईँको भविष्यका लागि हो। यो भिडियो मैले केवल सुन्नका लागि मात्र होइन, रोकिएर ध्यान दिएर अन्त्यसम्म हेर्नका लागि बनाएको हुँ र मलाई आशा छ तपाईहरूले हेर्नुहुनेछ, किनकि आजको सन्देशले तपाईँको समयप्रतिको सोच बदल्न सक्छ, दैनिक बानीहरू बदल्न सक्छ र बानी बदलिएपछि जीवन आफै बदलिन थाल्छ। त्यसैले साथीहरू, यो एपिसोड स्किप नगर्नुहोस्, धैर्यका साथ अन्त्यसम्म हेर्नुहोस्। सायद यही एपिसोड तपाईँको जीवन मोड्ने एक सानो सुरुवात बन्न सक्छ। साथीहरू, एउटा सत्य कुरा सिधै भनौँ, सफलता कहिले केवल प्रतिभाको उपहार हुँदैन। सफलता त्यहाँ जन्मिन्छ जहाँ अनुशासन हुन्छ र समयको कदर हुन्छ। अब एउटा सानो तर गहिरो उदाहरण सुनौ। दुईजना विद्यार्थी थिए। पहिलोले भन्थ्यो आज समय छैन, मोबाइल स्क्रोल चलिरहन्छ, पढाइ सधैँ भोलिको सूचीमा पर्छ। त्यसैमा दोस्रोले भन्छ दिनको 2 घण्टा भए पनि यो समय मेरो भविष्यका लागि हो। समय निश्चित गर्छ, मोबाइल भन्दा लक्ष्यलाई प्राथमिकता दिन्छ। अब म तपाईलाई सोध्छु, केही महिनापछि कुनको आत्मविश्वास बढ्छ, कुनको नतिजा बदलिन्छ? उत्तर खोज्न धेरै सोच्नु पर्दैन। सफल त्यही हुन्छ जसले बहाना होइन, अनुशासन रोज्छ र यही सानो निर्णयले सामान्य विद्यार्थीलाई पनि असाधारण नतिजातर्फ लैजान्छ। मित्रहरू, अनुशासन भनेको आफूलाई अनावश्यक दुःख दिनु होइन। अनुशासन भनेको आज अलिकति सम्हालिनु हो ताकि भोलि जीवन सजिलो बनोस्। समय व्यवस्थापन भनेको धेरै कामको बोझ बोक्नु होइन, सही कामलाई सही समयमा छान्नु हो। एउटा कुरा मनमा सधैँ राख्नुहोस्, यदि तपाईँले आज आफ्नो लक्ष्यका लागि केवल 1 घण्टा मात्र दिनुभयो भने भोलि कसरी छुट्यो भनेर 10 घण्टा पछुताउनु पर्दैन। आजको सानो अनुशासन भोलिको ठुलो राहत हुन सक्छ। आजबाट धेरै कुरा बदल्नु पर्दैन, एउटा सानो कदमबाटै सुरु गर्नुहोस्। बिहान उठ्ने एउटै समय तय गर्नुहोस्। दिनभरि अल्मलिनु अघि दिनको एक मुख्य काम छान्नुहोस्। पछि गर्छु होइन, अहिले गर्छु भन्ने बानी बसाल्नुहोस्। सधैँ याद राख्नुहोस्, सानो अनुशासन हरेक दिन दोहोरिँदा ठुलो सफलतामा बदलिन्छ। आजको सानो निर्णय भोलिको ठुलो जित हुनेछ। मित्रहरू, यु क्यान विनको एपिसोड 8 सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। यदि यो सन्देशले तपाईँलाई अलिकति भए पनि प्रेरणा दियो भने लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो सोच लेख्नुहोस्, सेयर गरेर अरूलाई पनि प्रेरित गर्नुहोस्। फेरि भेटौँला अर्को एपिसोडमा। धन्यवाद।